हेलो हेलो ह्याप्पी सर के भन्छ यार के हो आज खासमा चाहिँ सङ्ग्रौला के सङ्ग्रौली टाइप सेट उधौली केही उधौली उभौली टाइप सेट होइन के हो केही नि केही गफ न तिमी अनि यस्तो भएर चाहिँ आउँदैन होला यार आज यसरी हँ? तिमी केही न केही त भएरै आएको यार कि तिमी बिहेमा गएर आएको तिम्रो बिहे भयो कि केही न केही टाइप सेट मेरो बिहे भयो त्यसले त कस्तो राम्रो देखाएको छ त्यो 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 पक्कै छोपेको रहेछ क्या त्यो सुनले हो कि के हो त्यो बुझेनौ ओ माई गॉड ड्याम बिहे गएर चाहिँ आएको हो र कसको बिहे दिदीको तिमी राई हो अँ माई गॉड के राई हो बन्तवा छिलिङ चिल्ली छिलिङ 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 राई त सुनेको छैन यार इट्स कहाँको रेयर रेयर तर त्यही मैले फर्स्ट टाइम हो यार धरानको माई गॉड त्यही त पिङ्क रहेछ क्या त्यही भनेको क्या स्वाद त्यो त्यही राई राई के राई रे फेरि बिर्स्यो छिलिङ छिलिङ राई एल्सो नोन एज पिङ्क राई टाइप सेड नाम ओ माई गॉड नाम के तिम्रो सोनिया सोनिया राई टाइप सेड फेरि पनि यार कति वर्ष तिमी भन त म 12 झुट नबोल न यार चित्त दुख्छ क्या झुट बोल्दाखेरि 12 होइन साँच्ची चित्तै दुख्छ क्या तिमी बुझेनौ हेर्दा कतिको तिमी देखिन्छ 18 देख्छ यार सोनिया 18 अलिकति माथि भयो अगाडि अलिकति माथि 18 भनेको माथि भयो तिम्रो लागि माई गॉड म त मिनिमम 18 सोचेको यार सोनिया बुझेनौ म 17 हो माई गॉड यार अलिकतिले झ्याउ भयो यार त्यसो भए अनि धरान कुन ठाउँबाट तिमी भन त धरान 20 20 माई गॉड कता हो तपाईँ चाहिँ म चाहिँ अब अहिले ठ्याक्कै धरान 16 को हो तर अहिले चाहिँ काठमाडौँमा क्या फेरि बुझेनौ सोनिया ए त्यो त नभए तिमी म त्यहाँ भएको भए तिमीहरू टक्क बिहेमा नि अलिकति आइसक्थ्यो होला म तर गाह्रो पऱ्यो क्या फेरि बुझेनौ धरान 16 अँ ए बुझेनौ चिन्ने डाँडा थाहा होला नि किन तिमी नि गएको थियौ क्या हो त्यहाँ एकसँग मेरो घर हो त्यता तिम्रो घर हो ए Yes. लौ न हो र थाहा थिएन अनि चिन्ने बिसो भनेर त्यही त यार मैले यादै नगरे क्या मैले बिर्सेको म आएको यहाँ 4 वर्ष भइसक्यो क्या बुझ्न फकिङ अनि तर सोनिया तिमी किन आएको यहाँ बिहेमा नि रमाइलो नाच्न जाऊ न नि कहाँ अनि थ्याट मैले नाच्दैछु हौ नाच न तिमी गएर कि मेरो कमी भएको झ्याउ झ्याउ कसरी झ्याउ म भयो नाच्थ्यो होला तर तिमी जोसेर तर यस्तै रहेछ संसार डराम डराम भयो क्या अब बुझ्नौ त्यही गीतमा नाच्दैछ हो र मक के पो भन्छ हरियो कक्रा खड्याम खड्याम मेरो चाहिँ पहेँलो यहाँ के राख्न ड्याम सन अनि तर त्यो सोनिया तिमी 17 वर्ष यार म गएको यार सोनिया हुन्छ के कराउँदैछ भिट्टी करायो क्या कस्तो कराएको यार भिट्टी मैले यस्तै कराउँछ त्यो सुत्ने बेला यस्तै अलि गाह्रो भयो भने बुझ्नौ खोइ कता छ देखिँदै कता लाउन थेट बिल्ला नहाल्दैन यार सोनिया तिमी फेरि भेना सुल्टीहरूलाई नमस्ते भनेर आएको क्या झ्याउ खै किन हेरौँ न तिम्रो त्यो फुल ड्रेस मलाई क्या हेर्न मन लाग्यो यार राईहरूको अलि स्वाद केही हुन्न हौ यार सोनिया कस्तो कुरा गरेको यार हेर्न नि नपाउनु अब तिम्रो राई ड्रेस कल्चरल ड्रेस ओ माई गुडनेस यार सोनिया दामी पिङ छ त यार यस्तै हुन्छ यस्तो त हुँदैन हो त यस्तो नि हुन्छ त्यो साडी हो त यार के हो ओ बड राम्री देखिरहेछ यार पिङ्क तर राम्री रहेछ यार तर तिमी 17 वर्ष 18 वर्ष हो
खै पानी पर्यो खै हेरौँ लाउन भिजेको पुरै त्यो अनि माई गॉड बम्बा क्लाटी अनि तर माहे लाग्यो यार सृजना चोक हो अहिले तिमी सृजना चोकमा हो सृजना चोकमा हो बिहे भएको होइन कहाँ हो कुन चोक कहाँ हो बिहे भएको भन्दा त ठ्याक्कै यतै हो छिमेकी तर स्वाद देखिरहेछ यार सोनिया तर तिमी साथीले राम्रो भएर आइज भन्दैछ क्या त्यसैले राम्रो भएर गएको राम्रो भएर आइज फोटो खिच्नुपर्छ भन्दै थियो अनि यसो भएर गइदिएको नि फोटो खिचेको न तिमीले खिच्नु त खिचेँ थोरै सघाउँदै उयो भइगयो Damn, son. होइन साँच्चीको राम्रो देखिरहेको यार सोनिया साँच्ची यार म साँच्ची एकदम टाइप जेङ्गिस तिमी 17 वर्ष अब 17 वर्ष फेरि ओमेगलमा 18 वर्ष भन्दा मान्छेको मात्रै बोल्नु मिल्छ तिमीलाई थाहा छैन कहाँ लेखेको छु मैले बच्चाहरू त भेटेको छु बच्चाहरू त अब त्यो बोल्न आएको होइन नि तिनीहरू त हेर्न आएको हो नि त बुझेनौ म पनि हेर्न आएको दादा दिदीहरूको प्रगति हेर्न आएको क्या अङ्कलहरूको अङ्कलहरू आउँदैन यार म जस्तो केटाहरू मात्रै आउँछ अङ्कलहरू आउँदैन अङ्कलहरू त बुढीसँग सुतिरहेको हुन्छ नि यार कस्तो कुरा गरेको आन्टीहरूसँग सुतिरहेको हुन्छ अङ्कलहरू यार यस्तो हुन्छ फोन अनि कसरी आउँदैन त्यो केटीको उयो लाउनु आइएम त्यो हुन्छ नि केटीको लाउनु होइन हो अनि स्क्रोल गर्नु अनि थाहा पाउनुहुन्छ हजुर अनि तर व्यवस्था चाहिँ के हो भन न हजुर म पानी लिएर एकछिन के अरे ड्याम तर होइन हौ तिमी हावा कुरा नगर नि त फिमेल र मेलमा राखेर केही पनि हुँदैन क्या बुझ्नौ हुन्छ धेरै फरक हुन्छ फिमेलमा राख्यो भने केटै केटा हुन्छ मलाई केटी चाहिएको नि त मलाई त यस्तो लभर चाहिएको मलाई अलिक यस्तो हुन्छ नि सोलमेट चाहिएको क्या बुझ्नौ त्यही त खोज्न आएको तिमी भर्खर आयो अनि फर्स्टै तिमी आइरहेको थियो अनि तिमी यस्तो हेरेको वा भइदिएर फेरि म फेरि ड्या मलाई फेरि कल्चरल ओभर स्वाद लाग्छ क्या फेरि बुझ्नौ एन्जल भनेर आएछु ल्या वाउ एन्जल त्यही भने त्यही फर्स्टै तिमी आइदिएर क्या एन्जल गर्ल क्या अब तिमी तर अलिकति ढिलो जन्मिछु है बुझ्यो यार मनको कुरा यार साँच्चीकै बुझ्यो यार तिमीले 1 वर्ष ढिलो हो यार धेरै होइन फेरि केही छैन कसरी केही छैन बहिनी बनाउनु पर्छ लेको यस्तै रहेछ संसार डराम नगर न प्लिज साडी लाएर आए भने कालो चस्मा लाएर आयो भने होइन केटो लड्छ पक्लक्कै लड्छ डराम लडौँ म लडौँ के गरौँ म लडौँ यहीँ लडिदिन्छु तिमीलाई होइन लडिदिन्छु यार म लडिदिएको यार लडिदिन केही गाह्रो छैन क्या खाट यहीँ छ क्या मेरो चाहिँ यहाँ छ अब कुन खाट सेट यो कुन खाट अब एप्पल खाट के लाइक गाड ड्याम पनि तिमी 18 पुग अनि वी विल टक फेरि पनि बुझेन टाइप सेट तर 16हरुको त भित्ति हुन्छ म भिटिछु भनेर छैन बस्नु भएको भए त्यही भित्ति हुन्थ्यो होला भएको भए तर म होइन नि त म अहिले काठमाडौँमा छु नि त बुझ्न काठमाडौँमा त झन् प्रो भित्तिहरू हुन्छ भित्ति म त गाँजा फुक्छु भाङ फुक्छु धतुरो खान्छु अब के गर्नु यार काठमाडौँकोहरू भनेको क्या म काठमाडौँको त हो अनि तपाईँ गएको 4 वर्ष हुनुहुन्छ त्यसैले तपाईँ अहिले के पो भन्छ
यसो मुनि होला क्या प्रो हुनु बाँकी छ रहेछ ए तिमी चाहिँ भइसक्यो ब्रो गॉड ड्याम म त घरदेखि त बाहिर निस्किन्न भन्ने सबै यही हो हल्का सोझो त बन्नै पर्यो हल्का अब कल्चरल ड्रेसलाई अनुसार त सुहाउनै पर्यो नि हल्का बुझ्नौ म कसम अनि आज नि राईहरुकोमा स्याङ रक्सी सक्सी हुन्छ नि हैन तिमी खान मिल्छ कि नै तिमीले तिमी 17 वर्षले खान मिल्छ कि नै हैन खान त मिल्छ म खान्न किन तिमी के खान्छौ चिसो चिसो कोक चिसो नि खान्छ भनेका त्यस्तो गर्मीमा खानी हो यार त्यत बिहे भोरमा नि चिसो खान्छ जाडोमा पनि आइसिद खाइदिन्छु वाउ सोनिया प्लिज यार यस्तो मलाई चाहिरहेको छ कि इन्स्टाग्राम देऊ त तिमीलाई मेरो अब जाडोमा बिहे भयो भने तिमीलाई म बोलाएर बाल बाबा चिसै चिसो खुवाइदिन्छ आइसो ओए लोङ्ग्राबा के हो लोङ्ग्राबा भनेको फेरि पाछा माछा पाछा बाछा यस राई भित्रको पनि हाम्रो पाछा हुन्छ नि त पाछा हजुर god damn तिम्रो अनि स्वाद खै तिम्रो वाउ लोङ्गाबा मैले बुझिसकेँ ओ माई गॉड यार कस्तो राम्री भएको यार तिमी ओ माई गुडनेस यार कस्तो राम्री देखिरहेछ यार बा धरानीहरु क्या स्वाद लाग्छ के फेरि मलाई बुझेन सोनिया मलाई धरानीहरु लास्ट ग्वाट लाग्छ तपाईं काठमाडौँमा हुनुहुन्छ तपाईं काठमाडौँमा हुनुहुन्छ यार प्लिज यार सोनिया तिमी मलाई लास्ट चित्त दुखायो यार मेरो फिलिङ्स हर्ट भयो मेरो इगो हर्ट भयो मा कसम हैन तपाईं काठमाडौँमा बस्नुहुन्छ अहिले म जे भन् धरानको हो क्या अब मलाई चित्त दुख्यो माई गॉड धरानमा बस्नेहरु भन्ने मलाई म निस्केको बाई यार म के पो भन्छ धरानमा धनकुटेहरु धेरै बस्छ that means I hate धनकुटे धरानमा धनकुटेहरु धेरै बस्छ थाहा छ कि थाहा छैन म गएको यार प्लिज मलाई माफी गर बाई गुड नाइट इन्स्टामा बोल्छु म बाइ बाइ god damn son 17 chat exactly तर दार्जिलिङको रहेछ सोल्टिनी दार्जिलिङ बुझ्नौ